आज हामी पश्चिम नेपालको तराईमा गरिएका खेती देखाउँदैछौँ। हिउँदे खेतीहरू देखाउँदैछौँ। तपाईँ देख्दै हुनुहुन्छ अहिले गहुँ बाली। गहुँ खेती साह्रै राम्रो हुने गर्दछ पश्चिम तराईका खेतहरूमा। धान काटिसकेपछि छरिएका गहुँका बोटहरू अहिले तपाईँ देख्न सक्नुहुन्छ। पुरै खेत गहुँले ढाकेको छ। यहाँनिर गहुँ अत्यन्त राम्रो फल्ने गर्दछ। साथसाथै गहुँ सँगसँगै हिउँदे मकै बाली पनि राम्रोसँग उत्पादन हुने ठाउँमा पर्दछ पश्चिम नेपालका तराईका जिल्लाहरू। सँगसँगै तपाईँले अहिले चितवनदेखि कञ्चनपुरसम्मको भूभागमा यस्तो तोरीहरू चाहिँ राम्रो उत्पादन भइरहेको देख्न सक्नुहुन्छ। तोरी खेतीका लागि अत्यन्त प्रख्यात ठाउँ पनि हो पश्चिम तराई। मध्य र पश्चिम तराईका जिल्लाहरूका विभिन्न ठाउँहरू। तराईमा गरिने यी तोरी खेतीहरू विभिन्न खालका हुने गर्छन्। एउटा सानो खालको तोरी हुने गर्दछ, अर्को चाहिँ त्यस्तै ठुलो तोरी हुने गर्दछ जसको लम्बाइ अलि मानिसको जस्तो हाइट भएको हुने गर्दछ। साथसाथै अलि अगाडि छरिएका तोरीहरू उखेल्ने समय भइसकेको छ र केही अलि पछाडि छरिएका तोरीहरू, खेतमा छरिएका तोरीहरू अलि पाक्ने क्रममा छन् र फुल झरिसकेका छन्। साथसाथै यहाँ मौरी पालन पनि गर्ने गरिन्छ। यो तोरीको सिजनमा राम्रोसँग मह उत्पादन हुने गर्दछ। यहाँनिर महहरू पनि सस्तोमा हामी किन्न सक्छौँ। साथसाथै केही तोरीहरू मैले तपाईँलाई भनिसकेँ पाकेर उखेल्ने अवस्थामा एकदम रेडी भइरहेका छन्। र तोरी खेती सँगसँगै तोरीमा अन्य दन बालीहरू जस्तो दालका बालीहरू, मुसुरो, चनाहरू, केराउहरू पनि छर्ने गरिन्छ। यसरी विभिन्न किसिमका हिउँदे बालीहरू अहिले पश्चिम नेपालका खेतहरूमा लगाइएका छन् र हामी देख्न सक्छौँ अत्यन्त राम्रो उत्पादन हुने रहेछ यो ठाउँतिर, अथवा हुन्छ यो ठाउँतिर हामी देखिरहेका छौँ। तोरीको बोटले आफ्नो फल धान्न नसक्ने गरी फलिरहेको छ। साथसाथै अन्य तरकारी खेतीहरू पनि यहाँ हुने गर्दछ। जस्तो हामी यहाँ देख्न सक्छौँ धनियाँ खेती गरिएको छ। सँगसँगै आफू सँगसँगै बेच्नको लागि पनि यो धनियाँ खेती गर्ने गरिन्छ। हामी यहाँ देख्न सक्छौँ धनियाँ खेती सँगसँगै अन्य हिउँदे बालीहरू, सम्पूर्ण हिउँदे बालीहरू सँगसँगै तरकारी खेतीहरू पनि यहाँ गर्ने गरिन्छ। खुर्सानीदेखि लिएर भन्टा अथवा बैगुन पनि गर्ने गरिन्छ यो क्षेत्रतिर, भन्टा खेती। र हामी यहाँ देख्न सक्छौँ अत्यन्त राम्रो उत्पादन हुने गर्दछ यो धनियाँ पनि। त्यसैले माटोको गुणस्तर हेर्दा पश्चिम नेपालको माटो राम्रो छ भन्ने यसबाट सङ्केत हामी पाउन सक्छौँ। त्यस्तै केराउ खेती छ, त्यो केराउ खेती पनि राम्रो हुने गर्दछ। यहाँ देख्न सक्नुहुन्छ तपाईँले यो मसुरो खेती अथवा मुसुरो खेती, जसलाई अत्यन्त राम्रो उत्पादन हुने गर्दछ र नेपाललाई पुग्ने लगभग केही समय पुग्ने मसुरो उत्पादन यही क्षेत्रबाट हुने गर्दछ। पश्चिम नेपालका तराईका जिल्लाहरूबाट मसुरो उत्पादन राम्रो हुने गर्दछ। त्यसैले त्यो उत्पादित मसुरो देशव्यापी रूपमा चाहिँ हामी आइरहेको हामी देख्न सक्छौँ। त्यस्तै केराउ पनि उत्पादनको दृष्टिकोणले यस क्षेत्रमा राम्रो हुने गर्दछ र काँचो केराउहरू, जसलाई हामी मटरकोसा पनि भन्नुहुन्छ तपाईँहरू कसैले, यो केराउमा काँचो केराउको फलहरू टिपेर पनि बेच्ने गरिन्छ। साथै दालको लागि पनि प्रयोग गरिन्छ। यहाँहरूले देख्न सक्नुहुन्छ ठुलो तोरी, यहाँ ठुलो तोरीहरू पनि हामी देख्न सक्छौँ। ठुलो तोरी भनेको जसको अलिकति हाइट चाहिँ अलिकति लामो हुने गर्दछ, ठुलो हुने गर्दछ। सानो तोरीको भन्दा अलि एउटा तोरी चाहिँ सानो होचो हाइटको हुन्छ, अर्को ठुलो तोरी भनेको अलिकति लगभग मान्छेको केही हाइटसँग मिल्न जाने खालको अथवा त्यति मान्छे बराबरको हाइटको पनि हुने गर्दछ। त्यस्तो खालको तोरी पनि यो पश्चिम नेपालका तराईका जिल्लाका खेतहरूमा, मध्य र पश्चिम नेपालका तराईका जिल्लाका खेतहरूमा लगाउने गरिन्छ। त्यसै पश्चिम नेपालमा विशेष गरेर मसुरो खेती अत्यन्त राम्रो हुन्छ, मैले अघि भनिसकेको छु। साथसाथै पश्चिम नेपालमा चनाको लागि पनि अत्यन्त राम्रो ठाउँ मानिन्छ। चना खेती पनि यहाँ गर्ने गरिन्छ र उत्पादित चना देशभित्रै बेच्ने गरिन्छ। यसरी हामी देख्न सक्छौँ यहाँ चना खेती अत्यन्त राम्रो चना भएको छ। किरा खासै लागेको छैन चनाका बोटहरूमा।
साना बोटहरूमा किरा लागेको छैन। चना अत्यन्त राम्रोसँग चना चाहिँ फल्ने सङ्केत देखिरहेको हामी देख्न सक्छौँ। अब चना केही समयपछि फुल्ने गर्दछ। त्यस्तै अडहर खेती अथवा यसलाई लहरी खेती पनि भनिन्छ अथवा रहर खेती, यो अडहरी अथवा लहर खेती अथवा यसको उत्पादन पनि यो क्षेत्रमा अत्यन्त राम्रो हुने गर्दछ, हामी देख्न सक्छौँ। साथसाथै यसमा हामी देख्न सक्छौँ त्यस्तै लसुन खेती पनि अत्यन्त राम्रो हुने गर्दछ र लसुन खेती गर्ने तरिका अलिक फरक छ। नजोतिकन धान काटिसकेपछि धानको जरामा यो लसुन लगाइन्छ। लसुन अत्यन्तै राम्रो फल्छ यसरी लगाउँदा र यसमा मानिसहरूले कट्ठाका कट्ठा भनौँ, मतलब धेरै खेतीयोग्य जमिनमा यो लसुन खेती गर्नुहुन्छ। साथसाथै अब हिउँदको एउटा हिउँदे तरकारी बाली अन्तर्गत आलु खेती पनि एकदम प्रचलित मात्रामा अथवा धेरै मात्रामा गर्ने गरिन्छ यस ठाउँमा। हामी देख्छौँ पश्चिम नेपालमा आलु खेती राम्रोसँग उत्पादन गर्ने गरिन्छ र चिस्यान केन्द्रमा लगेर यसलाई स्टोर गरेर राखिन्छ र पछि यसलाई चाहिँ बिक्री वितरण गरिन्छ। सँगसँगै प्याजको हामी बेर्नाहरू देख्न सक्छौँ। साना प्याजका बिउहरू यहाँ राखिएको छ र केही समयपछि अब तोरी उखेलेपछि त्यो तोरी उखेलेको ठाउँमा लगेर यो प्याजलाई रोप्ने गरिन्छ र सिँचाइ गरिन्छ र प्याज अत्यन्त राम्रो फल्ने गर्दछ यस क्षेत्रमा। पश्चिम नेपालका सँगसँगै पूर्वी नेपालमा पनि राम्रोसँग फल्ने गर्दछ। यो पूर्वी नेपाल र मध्य नेपाल र नेपालको हरेक ठाउँमा चाहिँ प्याज खेती राम्रो हुने गर्दछ। त्यस्तै हामी यहाँ देख्न सक्छौँ राजमा लगाइएको छ। यसरी राजमा खेती पनि यस ठाउँमा यी भूभागहरूमा राम्रो हुने गर्दछ र यो उत्पादित राजमाले राम्रो बजार भाउ पाउने गर्दछ। साथसाथै हिउँदका अन्य बालीहरू पनि यस क्षेत्रमा लगाइन्छ। हामी यहाँ देख्न सक्छौँ सुरुदेखि अन्त्यसम्मको यस भिडियोमा हामी देख्न सक्छौँ विभिन्न किसिमका हिउँदे बालीहरू, त्यसै तरकारी खेतीहरू, साथसाथै यसमा लगाइएका अन्य बालीहरू बालीनाली हामी यस भूभागमा देख्न सक्छौँ। र यस क्षेत्रमा गरिएका हरेक बालीनालीहरूको उत्पादन अत्यन्त राम्रो रहेको हामी कृषकहरूबाट सुन्ने गर्दछौँ र सुन्न पाउँछौँ। साथै यस क्षेत्रमा जो खेती योग्य जमिन छ त्यो जमिनको माटो कालो खालको एउटा माटो छ। कालो माटो चाहिँ हामी हरेक ठाउँमा देख्न सक्छौँ। त्यस्ता ढुङ्गा माटोमा कुनै पनि ठाउँमा साना ढुङ्गाहरू छैनन्। एकदम प्योर माटो, शुद्ध माटो कस्तो छ, कालो छ माटो। यी तराईका खेतहरूमा कालो माटो सँगसँगै ढुङ्गा नभएको कालो माटो छ र कुनै ठाउँमा कालो र अलिक चिम्ट्याइलो खालको माटो हुने गर्दछ। यस क्षेत्रबाट उत्पादनले नेपालको केही प्रतिशत मागलाई पुरा गर्ने गर्दछ। त्यसैले सबैभन्दा पहिले आफ्नो घर वरिपरि रहेको माटोलाई हामीले माया गर्नुपर्छ। माटोलाई हामी प्राङ्गारिक मल प्रयोग गरेर त्यसलाई चाहिँ उर्वरा शक्ति नष्ट नहुने र लामो समयसम्म रहिरहने बनाउनु पर्दछ। त्यसैले हाम्रो जीवनको पहिलो सुरुवात हामी यही माटोमा अथवा यही धरतीमा टेकेर गर्ने गर्दछौँ। त्यसैले खेतीपाती गर्ने मानिसहरूलाई हामीले सम्मान गरौँ, कृषकहरूलाई सम्मान गरौँ। जुन समाजले आफ्नो समाजमा रहेका कृषक अथवा उत्पादनकर्तालाई चाहिँ सम्मान गर्दैन, त्यो समाज सधैँ पछाडि रहिरहेको हुन्छ अथवा पछाडि पर्ने गर्दछ भन्ने हाम्रो बुझाइ हो। त्यसैले हामी सबैलाई सम्मान गर्ने गरौँ।